के भन्ने थियो भने मैले मेरो स्पेसल मान्छेले जान्छु भन्ने थियो नि त। हेलो कसलाई फुल ल्याइदिनु भएको? म चाहिँ त्यहाँनिर एयरपोर्टभित्र आएर पनि बसिरहेको छु मेरो यो लिएर। अनि के परे हाम्रो चाहिँ अलिक ढिलो हुनुभएको छ नि त, अनि त्यही भएर यहाँ वेटिङमा छु। म चाहिँ एयरपोर्टभित्र आएँ तर मलाई मान्छे नै देखेकै छुइनँ, भेटेकै छुइनँ। मैले रिसिभ गर्न आउनुभएको मान्छे मेरो मम्मी। हेलो हाई नमस्ते सबैजनालाई, सपनाको साथीहरूलाई। म चाहिँ सपनाको मम्मी भनेर न। म चाहिँ सपनाको मम्मी। अनि जेठी छोरीको नाम रेणुका। यसो गर्नु ए भिडियो बनाएको। Hi everyone, Sewa, namaste, welcome back to my channel. It's Sapana Ombole, right? Oh my god. मलाई मेरो मान्छेले सम्झिसक्नु भयो क्या। सो हजुरहरूले चाहिँ बाहिरी टाट्ने हेरेर थाहा पाइसक्नु भयो। अन्त मेरो चाहिँ आज मेरो काठमाडौँ जानु दिनु हेर न। अनि आज चाहिँ मेरो काठमाडौँ जानु दिनु। अनि म अब रेडी हुन्छु। अनि अब के म जस भिडियो स्टार्ट गरेर चाहिँ मलाई ढिलो पनि भइसक्यो कि मलाई 12 लाग्थ्यो। अनि मलाई ढिलो पनि भइसक्यो। म चाहिँ अब छिटो रेडी भएर एकछिनमा भेट्छु होइन। सो गाइज म चाहिँ रेडी भइसक्यो होइन। अब म दाइलाई पढाइन्छ, दाइले मलाई प्रेजेन्ट हुन्छ नि त, त्यही भएर एकदम धेरै गर्मी छ। सो त्यही हो, अब हेरौँ कस्तो कस्तो भिडियो बन्दै जान्छ, हेर्दै जाउँला है त। सो म चाहिँ निस्किएँ, आइ एम सो एक्साइटेड। अनि दाइले चाहिँ मलाई एयरपोर्ट पढाउनु जाँदै हुन्छ, म चाहिँ दाइसँग जाँदैछु एयरपोर्ट। म चाहिँ त्यहाँनिर एयरपोर्टभित्र आएर पनि बसिरहेको छु मेरो यो लिएर। अनि के परे हाम्रो चाहिँ अलिक ढिलो हुनुभएको छ नि त, अनि त्यही भएर यहाँ वेटिङमा छु। अलरेडी नै अगाडिको फ्लाइटहरू नै ढिलो भइरहेको रहेछ होइन। अनि हाम्रो पनि ढिलो त ढिलै हुँदैछ। मलाई चाहिँ दाइले पुरै दाइ पनि गइसक्नु भयो। हामी यहाँ वेटिङमा छौँ। हेलो कसलाई फुल ल्याइदिनु भएको? बाबालाई भन्नु न। हो कति राम्रो फुल छ हेर्नु। वाउ म चाहिँ बोर्डिङ पास गरेर भित्र गइसकेँ। अब चाहिँ हाम्रो टाइम लागिसक्यो। अर्को एयरलाइन जाँदैछ। त्यसपछि चाहिँ हाम्रो फलो हुन्छ। अहिले चाहिँ श्रीको हुन लागेको छ त्यहाँनिर। अनि त्यसपछि हाम्रो हुन्छ। मेरो चाहिँ यति एयरलाइन छ। मेरो चाहिँ यति एयरलाइन छ नि त, अनि त्यही भएर अहिले चाहिँ श्रीको हुँदैछ। सो गाइज म चाहिँ अहिले अब हाम्रो चाहिँ अब प्लेनको टाइम लाग्छ। हामी के गर्छौँ भित्रपट्टि साइडमा, यहाँ भित्रपट्टि साइडमा छौँ। धेरै तातो न तातो, भित्र त गर्मी न गर्मी। सबजनाले फोटो भिडियोहरू खिच्दै हुन्छ। म चाहिँ यहाँ दिदीको रुममा आएको छु। म चाहिँ एउटा दिदीकोमा बसेको आज। अनि अघि आइपुगेको थिएँ, आइपुगेर अनि हामी चाहिँ चोक पुगेर कति ठाउँ डुलेर भएको छौँ। अब त्यस्तै हो आजको दिन। अब हामी फेरि भोलि भेट्नेछौँ। आजको दिन त्यस्तै भयो मेरो। आयो र मेरो फ्लाइटहरू ढिलो भयो र नि त, अनि त्यही भएर यस्तै भयो आजको दिन चाहिँ मेरो। अब भोलि जस्तो हुन्छ हेरौँ ल। यो चाहिँ नेक्स्ट डे हो। अनि म चाहिँ बिहानै फ्रेस भएर रेडी हुँदैछु। अनि मैले चाहिँ भिडियो मात्रै लिइरहेको किनभने दिदी सुतिरहनु भएको थियो नि त। अनि म बिहान उठेको थिएँ, त्यही भएर मैले चाहिँ यसरी मात्रै भिडियो क्लिक गरेर लिइरहेको थिएँ। म चाहिँ एयरपोर्ट जानलाई रेडी हुँदैछु। म चाहिँ एयरपोर्टभित्र आएँ तर मलाई मान्छे नै देखेकै छुइनँ, भेटेकै छुइनँ। म चाहिँ मास्लो एयरपोर्टतिर गएको छु क्या, त्यो इन्टरनेसनलतिर चाहिँ। यता उता बाहिरबाट आउन त्यो त तलतिर साइड हुँदो रहेछ नि त। मलाई त थाहा नै थिएन क्या, त्यही भएर म तल जाँदैछु। मैले रिसिभ गर्न आउनुभएको मान्छे मेरो मम्मी। यसो गर्नु ए यसो गर्नु ए
बनाएको चाहिँ के भन्ने थियो भने मैले मेरो स्पेसल मान्छे लिन जान्छु भन्ने थियो नि त अनि मैले चाहिँ रिसिभ गरेँ मैले रिसिभ नै गर्छ क्या अनि भेट्ने भइसक्यो तर मैले भने जस्तो तरिकाले रिसिभ गर्नु पाएन क्या अनि मलाई चाहिँ बुके खदाहरू लगाइदिन मन लागेको थियो तर मैले अब टाइम पनि त्यस्तै भयो अनि मेरो यहाँ मेरो स्पेसल मान्छे चाहिँ उहाँ हो क्या हेलो हाई नमस्ते सबैजनालाई सपनाको साथीहरूलाई म चाहिँ सपनाको मम्मी भन्नु न म चाहिँ सपनाको मम्मी अनि जेठी छोरीको नाम रेणुका म चाहिँ रेणुका र सपनाको मम्मी भन्नु न रेणुका र सपनाको मम्मी बोल्न आउँदैन बुढी मान्छे भएर के गर्नु होइन अनि मेरो मम्मी चाहिँ उहाँ हो है अनि मम्मी चाहिँ बाहिरबाट आउनुभएको अनि मैले मम्मीलाई रिसिभ गरेर आएको अलिक यस्तो गर्नु खोजेर माथि गर्नुभएको ल अहिले चाहिँ हामी बाहिर जान लागेको हो क्या छेमाहरूकोमा अनि रेडी हुँदैछु ब्याग फोन हाल्नु न ब्यागमा अब अहिले चाहिँ हामी निस्किन्छौँ त्यही हो मैले चाहिँ मेरो मम्मीले लिएर आइसकेको छु उहाँ नि मेरो स्पेसल मान्छे चाहिँ मैले के भन्नु थियो भने कि मम्मी मैले मेरो स्पेसल मान्छेलाई लिन जान्छु भनेको थिएँ क्या मैले मम्मी नि हो भनेर चाहिँ भनेको थिइनँ क्या त्यही भएर साथीलाई यहाँ भ्लगमा क्या अन्त साथीहरूलाई मेरो साथीहरूलाई अब चाहिँ हामी छेमाकोमा जान लागेको हो अनि हेरौँ अब के हुन्छ हेर्दै जाउँला तपाईँ त ब्याग बोक्नु पनि मेरो ब्याग बोक्छु ल ल अनि चक्लेट मम्मी मार्क्स यो होइन यो चाहिँ नयाँ होला यो तपाईँकै मार्क्स अहिले चाहिँ मम्मी र म मन्दिर जान लागेको मम्मी आउनु त तपाईँ रेडी हो यहाँ आउनु न मम्मीले मलाई बिहान पनि हँसाउनु भएर नि यतातिर त राम्रो देख्दैन त्यो मम्मी यता राख्नु हाम्रो रुम फेरि भद्रगोल भएको छ नरिसेल भएन मम्मी यस्तो चस्मा चक्लेट सबै दियो न मम्मी र म चाहिँ अहिले पशुपति जान लागेको हो त्यही भएर बिहानै उठेर नुहाएर रेडी भइरहेछ मेरो मम्मीलाई पशुपति घुमाइदिने हो चस्मा लाउने मम्मी पुछेर त्यो पुस्नु चाहिँ पानी दियो म चाहिँ मन्दिर गएको हिँड्दै हाम्रो चाहिँ रुम बसेकोदेखि नजिकै हो अनि त्यही भएर जिरो पनि कति किलोमिटर मात्र रहेछ नि त्यही भएर हामी हिँड्दै गएको यहाँ मम्मीलाई चाहिँ हिँडाइदिएको नि पशुपतिको दर्शन गर्न लगेको मम्मीलाई हाम्रो मन्दिरभित्र पस्छ कि मेरो मम्मी कति वर्ष पछि आउनुभएको तपाईँ भन्नु त 4-5 वर्ष होला अन्त भित्र 4 वर्ष आउनुभएको अनि मन्दिर चाहिँ अनि यहाँ आएको बेला घुमाइदिनु पर्यो भनेर लिएर आएको नि म त 1 वर्ष हुन आँट्यो होला यहाँ आएको मम्मी 4 साल बर्थडेमा आएको थिएँ भादर देखेँ मम्मी हाम्रो चन्डु भाइहरू हो क्या चन्डु कान्छा भाइहरू विजय दाईहरू हो कि यिनीहरू पहिलो दाईहरूसँग त्यसै भन्दै थियो नि खुट्टा उयो भएको रहेछ बिचराको त्यो अनि यता गयो त्यो प्लास्टिक फुलेर जाने एउटा लगाउँ न मम्मी एउटा लगाउँ है एउटा घरको चाहिँ के आफू गर्छ हौ राख्नुहुन्छ कि चप्पल त्यही राख्नु चप्पल कता लग्नु जस्तो कि हजुरलाई टोकन लिइराख्नुपर्छ यही राख्नु एउटा दिन हामीलाई मम्मी र म चाहिँ पूजा गरिसकेर यहाँ बाहिर आएर रेस्ट गरेको यता पर्याहरू उठ्दैछ मम्मी गल्नु भयो कि त्यही भएर रेस्ट गरेको हामी यहाँनिर अब हामी सपिङ गर्न जानुपर्ने छ बाहिर मलाई पठाउँदा खाँदा नि हुन्छ होला हौ पूजा गरेर आएको ढोगेर आएको पशुपति बाबालाई अर्दैन मम्मी र म चाहिँ हिँड्दैछौँ है यहाँ मेरो मम्मी गल्नु भएर यहाँ बिसाउनु लगाएको गाह्रो छ बिचरा कति भयो नि नहिँडेको पनि त्यही भएर यहाँ आउनु न छिटो अनि हामी चाहिँ खासमा फ्लाइटमा जानु भनेको थियौँ ए सरी महँगो रहेछ क्या अहिले टिकट अनि यहाँ अगाडि
काउन्टरमा गाडी पनि बुझ्नुपर्ने छ अनि बुझेर हामी निस्किन्छौँ। मलाई मम्मी र म के गर्दै हुन्छु सबै टिका लाग्यो अघि। यो चाहिँ हाम्रो घर फर्किने दिन हो। यो चाहिँ हामी सायद सेकेन्ड डे जस्तो लाग्यो मलाई। सेकेन्ड डे हो होला। हामी चाहिँ घर फर्केको। हाई गाइज, अनि फाइनली हामी चाहिँ घर आइपुग्यौँ होइन। अनि अब मैले मजाले केही पनि भन्नु पनि पाएको थिइनँ, किन भन्दाखेरि कस्तो मतलब अब त्यस्तै भयो, टाइमहरू पनि मिलेन अनि के अब सोचे जस्तो पनि भएन नि त। खासमा चाहिँ म मम्मीलाई रिसिभ गर्नु गएको काठमाडौँमा होइन। अनि त्यसमा चाहिँ मम्मीलाई मैले रिसिभ गर्न जाने दिन चाहिँ के भयो भन्दाखेरि चाहिँ म कहिले पनि गएको थिइनँ त्यसरी त्यो के भन्छ त्यो डोमेस्टिक मतलब केमा अरे त्यो इन्टरनेसनल उयसमा गएको थिइनँ म होइन। म कसैलाई लिनु पनि गएको थिइनँ, कसैलाई पुऱ्याउनु पनि गएको थिइनँ, मलाई थाहा पनि थिएन पनि। अनि मैले पठाउमा गएको थिएँ त्यहाँनिर भरे मलाई चाहिँ माथि इन्ट्रीमा पसाइदिनु भएछ कि इन्ट्रीको एरियामा। म चाहिँ एक्जिटमा जानुपर्ने हो नि त खासमा चाहिँ। मलाई चाहिँ आइडिया थिएन अनि पछि मात्र थाहा भयो। अनि पछि त्यसपछि मम्मीसँग भेटेँ। अब मम्मीले लिनु गएको बिचरा अलिक टाइम पनि मिलेन। अनि जान त म छिटो गएको थिएँ, अलिक टाइम मिलेन, त्यस्तो पनि भयो। मैले मम्मीलाई बुके लिएर जानुपर्ने मन लागेको थियो, बुकेहरू पनि कहाँ पाउँछ थाहा पनि थिएन मलाई। अनि बिचरा त्यस्तै भयो। खासमा चाहिँ म मम्मीले लिनु गएको थिएँ है। अनि हामी चाहिँ आइपुग्यौँ घर, हिजो राति आइपुग्यौँ। अनि हामी चाहिँ खास गाडीमा फर्केको नि त। हाइस्टको फ्लाइट टिकट महँगो थियो अनि त्यही भएर हामी चाहिँ गाडीमा आइपुग्यौँ। फाइनली जोस् घर आइपुग्यौँ है। कुराहरू के भन्नु, अब त्यस्तै हो, त्यस्तै भयो है। सबैजनाले बुझिदिनुहुन्छ होला।